नमस्कार, डाक्टर चन्द्र शर्मा दुलाल, होमियोपैथिक चिकित्सक। एउटा समस्या छ, महिलाहरूलाई हुँदैन है यो समस्या, पुरुषहरूलाई मात्र हुने एउटा समस्या, प्रोस्टेटको समस्या। प्रोस्टेट बढ्यो भन्छौँ नि, प्रोस्टेट भयो भन्छौँ नि हामी, त्यो समस्या। हामी छोरा मान्छेहरूको पिसाब थैलीको ठिक तलतिर र मूत्रनलीको माथिल्लो भागको वरिपरि एउटा सानो नासपाती आकारको, नासपाती साइजको एउटा मांसपेशीयुक्त ग्रन्थि बस्ने गर्दछ, जसलाई हामी प्रोस्टेट ग्रन्थि, प्रोस्टेट ग्ल्यान्ड भनेर भन्दछौँ। यसका धेरै कामहरू छन्, तर विशेष गरी यसको मुख्य काम चाहिँ सेमिनल फ्लुइड उत्पादन गर्ने, जसले गर्दा चाहिँ हाम्रा शुक्राणु र वीर्यलाई चाहिँ स्वस्थ राख्ने, गतिशीलता दिने र यौन जीवन सफल बनाउने काम गर्दछ। र यो ग्रन्थि चाहिँ हाम्रो पिसाब नलीको माथिल्लो भागको वरिपरि बस्ने भएको हुनाले पिसाब नलीको वरिपरि मजबुत बनाउने, सहयोग गर्ने काम गर्दछ र त्यसैले गर्दा नै हामीले पिसाब नियन्त्रण गर्न सक्दछौँ। पिसाब लागिसक्दा हामीले कुदिहाल्नु पर्दैन नि, रोक्न सक्छौँ नि। हो, यसैले गर्दा सहयोग गरेको हो। यदि प्रोस्टेट बिग्रेको छ, बढेको छ भने पिसाब लाग्यो कुदिहाल्नु पर्ने हुन्छ, यो यहाँहरूले बुझ्नुहुनेछ। यो चाहिँ उमेर बढ्दै जाँदा बढ्दै जाने चिज हो। सबैलाई बढ्छ, कसैको नियन्त्रण गर्न गाह्रो हुन्छ, समस्या हुन्छ। हामीले नियन्त्रण बेलैमा गर्नुपर्ने हुन्छ। बढ्न चाहिँ बढ्छ, तर कम बढ्ने हामीले बनाउनु पर्ने हुन्छ, किनभने उमेर बढ्दै जाँदा यो आफै बढ्ने चिज पनि हो। र समग्रमा भन्नुपर्दा यसलाई स्वस्थ राख्नुपर्ने हुन्छ। छोरा मान्छेको लागि प्रोस्टेट ग्रन्थि स्वस्थ त यौन स्वास्थ्य स्वस्थ, समग्र प्रजनन स्वास्थ्य स्वस्थ भन्ने हामीले बुझ्नुपर्ने हुन्छ। अब यो बढ्यो भने यसका लक्षणहरू कस्ता हुन्छन् त भन्दाखेरि पिसाब रोकिए जस्तो हुने, पिसाब दुख्ने, पोल्ने, पिसाब गर्न गाह्रो हुने, अनि पिसाब ननिख्रिने, पिसाब बल गर्नुपर्ने, कन्नुपर्ने, थोपा थोपा जाने, लास्टको पिसाब त्यत्तिकै रहने, पिसाब गर्दा असजिलो हुने, गरिसकेपछि पनि असजिलो हुने, कहिले दुईटा धारा जाने र धेरै बढ्यो भने त पिसाब बन्द पनि हुने। पानी टन्न खाएको छ, पिसाब गर्न गयो, थोपा थोपा मात्रै लाग्छ। यस्तो अवस्थामा त क्याथेटर लगाएर पिसाब झिक्नुपर्ने हुन्छ। इमर्जेन्सी यहाँहरूले आफ्नो चिकित्सककोमा जानुपर्ने, हस्पिटल जानुपर्ने हुन्छ। यहाँको चिकित्सकले क्याथेटर लगाएर पिसाब तत्काल त झिकिदिइहाल्नुहुन्छ, यसमा त टेन्सन भएन। तर यस्तोसम्म पनि हुन सक्ने सम्भावना हुन्छ र धेरै समस्या भयो प्रोस्टेट ग्रन्थिको भने कालान्तरमा गएर प्रोस्टेट क्यान्सर समेत हुने सम्भावना हुन्छ। र प्रोस्टेट ग्रन्थि मेरो बढ्यो कि बढेको छैन भनेर कसरी जान्ने त भन्दाखेरि उमेर ढल्किँदै गएको छ, 60 वर्षभन्दा माथि लागिसकेको छ भने चाहिँ यी अघिका लक्षणहरू आयो भने प्रोस्टेट बढेरै हो। यद्यपि कन्फर्म हुनको लागि चाहिँ हामीले अल्ट्रासाउन्ड, भिडियो एक्सरे गर्नुपर्ने हुन्छ। त्यहाँ चाहिँ प्रोस्टेटको साइज अनि वेट देखाउने हुन्छ। र यसका जटिलताहरू के हुन्छन् त हामीले बेलैमा यसलाई चाहिँ सावधानी अपनाउन भने प्रोस्टेट धेरै बढ्यो भने पछि गएर के समस्या आउन सक्छ त भन्दाखेरि चाहिँ सङ्क्रमणको जोखिम हुने सम्भावना हुन्छ, अनि दीर्घकालीन दुखाइ हुन्छ, अनि यौन क्रियाकलापमा समस्या हुन्छ, अनि अघि मैले भने जस्तो पछि गएर प्रोस्टेट क्यान्सर समेत हुने सम्भावना हुन्छ। र यसको ट्रिटमेन्ट चाहिँ गर्नुपर्ने हुन्छ। उमेर ढल्किँदै गएपछि आफ्नो प्रोस्टेटको ख्याल गर्नुपर्ने भयो। वृद्धहरूले विशेष गरी औषधि चाहिँ होमियोप्याथिक औषधि खानुपर्छ, साइड इफेक्ट पनि छैन र राम्रो पनि हुन्छ। हामीले धेरै प्रोस्टेट अब धेरै भएको छ भने त फेरि त्यसलाई अपरेसन गर्नुपर्ने हुन्छ। हामी पनि सल्लाह दिइहाल्छौँ साइज हेरेपछि। यद्यपि गरिहाल्नु पर्दैन, ठिकै छ भने त औषधिले नियन्त्रण गर्न सकिन्छ। यहाँहरूले आफ्नो होमियोप्याथिक चिकित्सकलाई देखाएर औषधि गर्नुहोला। र यसको अतिरिक्त केही लाइफस्टाइल अलिकति चेन्ज गर्नुपर्ने हुन्छ। पिरो नखाने, मसलायुक्त खानेकुराहरू नखाने, अनि अल्कोहल नखाने,
क्याफिन पाइने चिजहरू, चिया कफी जस्ता चिजहरू खानु हुँदैन प्रोस्टेट बढेपछि। अनि पानी प्रशस्त पिउनुपर्ने हुन्छ, फलफुल प्रशस्त खानुपर्ने हुन्छ, हरियो सागसब्जी प्रशस्त खाने, वेट अलिकति म्यानेज गर्ने, वेट धेरै बढ्न नदिने। अनि एउटा एक्सर्साइज छ, बिहान बेलुका व्यायाम योगा हल्का त गर्नु पर्यो, तर विशेष गरी प्रोस्टेटको लागि भनेर किगल एक्सर्साइज हाम्रो मलद्वार खुम्च्याउँदै छाड्दै गर्नुपर्ने हुन्छ। अनि ब्रिदिङ एक्सर्साइज गर्नुपर्ने हुन्छ। अनि बटरफ्लाई योगा, हाम्रो दुईटा पैताला जोडेर अनि घुँडालाई तलमाथि बटरफ्लाई कुदे जस्तो गर्नुपर्ने हुन्छ। यसो गर्नुभयो भने यहाँहरूको बढेको प्रोस्टेट नियन्त्रण पुरै घटाउन त कसैले पनि सक्दैन, नियन्त्रण भयो भने भइगयो, नियन्त्रण गर्नुपर्ने हुन्छ, गर्नुहोला भन्दै यहाँहरूको पूर्ण स्वास्थ्य लाभको कामना सहित धेरै धेरै धन्यवाद।